चियापत्ती चाहिँ यस्तो भएको छ अहिले चियापत्तीको मुना पलाएर यस्तो भएको छ अब यसलाई टिपेर चाहिँ ओइलाउनु पर्छ अनि ओइलाएपछि चाहिँ त्यो पास राखेर चाहिँ त्यहाँ सुकाउनु पर्छ म तपाईहरुलाई देखाउने छु हेर्दै गर्नु होला अन्तिमसम्म पर्छ ल चियापत्ती चाहिँ यस्तो टिप्नु पर्छ यो यस्तो टिप्नु पर्छ यो चाहिँ छिप्पेको पातो यो चाहिँ टिप्नु हुँदैन यो कलिलो यो मुना योलाई टिप्नु पर्छ यो अलिक हुर्केछ यो खास चाहिँ यस्तो मसिनो बनायो भने चाहिँ यस्तो बनायो भने चाहिँ मिठो हुन्छ यो हुर्केछ पानी परेर टिप्नु नपाएर हुर्केछ सबै यो अलिक मिठो हुँदैन त्यसको टेस्ट त्यो ठुलोको टेस्ट भिन्दै हुन्छ यो मसिनोको टेस्ट भिन्दै हुन्छ यो चाहिँ पुरै अर्ग्यानिक हो केमिकलहरु मिक्स गर्दैन घरमै हो यसको प्रोसेसहरु पुरै बनाउने हाम्रो चाहिँ यहाँ घरमा चाहिँ धेरै चाहिँ चियापत्तीको बोट चाहिँ कति 100 वटा जस्तो छ तर अहिले सबै कटिङ गरेर कति 10-20 वटा मात्रै रहेछ खानुको लागि घरमा खानुको लागि मात्रै 1-2 वटा राखेको छ अरु सबै कटिङ गरेर छैन रहेछ अनि यो कति टाइममा फेरि हुर्किन्छ यो टिपेको 1 हप्ता बादमा फेरि पलाइहाल्छ यस्तो मजाले गर्दै हेर्दै टिप्यो भने चाहिँ यो मसिनहरु सबै टिप्यो भने चाहिँ 1 हप्ता बादतिर पलाउँछ यो मसिनहरु सबै छोड्दै त्यो ठुलोहरुमा टिप्यो भने चाहिँ फेरि 1-2 दिनमै फेरि पलाइहाल्छ ठुलो भइहाल्छ हामीले चाहिँ यस्तो पारे टिपेर यो सबै टिपिसकेको अब यता छ बाँकी यो पनि हामीले यति टिपिसके हामी चाहिँ झोलामा टिप्छु झोलामा राख्छु भनेको नि टिपेर चियापत्ती चाहिँ एक झ्याङ कति धेरै टाइम लाग्छ झ्याङ ठुलो भएर यो चियापत्ती चाहिँ किनेर खानु पर्यो भने चाहिँ कति धेरै महँगो पर्छ हामीले चाहिँ आफ्नै घरमा चाहिँ कहिले पनि किन्नु पर्दैन वर्षभरि खानु पर्छ यसले कोसिली लानु यताउता गर्दा उता घरमा खानु ठिकै हुन्छ किन्नु पर्दैन घरको लागि चाहिँ अहिले चाहिँ हामीले एक झ्याङ टिपिसके एक झोला निक्लियो अब यसलाई हामीले ओइलाउने अब यसलाई ओइलिजेलसम्म यतिकै राख्ने त्यो ओइलेपछि माडेर पास राख्नुपर्छ यति कोइल्यो अब फेरि यसलाई यस्तो चलाएर चाहिँ त्यो अझ त्यो भित्र नउइलेको होला त्यस्तो चलाएर यिनीहरूलाई उइल्याउनु पर्छ फेरि भित्रकोलाई यो यतिकै नउइलाइकन मार्यो भने चाहिँ सबै ढुट्टिन्छ यस्तो राम्रो हुँदैन त्यही भएर यसलाई उइलाएर मार्यो भने चाहिँ राम्रो हुन्छ ओइलिसक्यो
अब यसलाई चाहिँ मजाले माडेर चाहिँ पास राख्नुपर्छ। त्यो ओइलिसकेको चियापत्तीलाई चाहिँ यसरी मार्नुपर्छ। अब यो माडेर चाहिँ तपाईँलाई देखाउँछु कस्तो बनाउनुपर्छ। यसरी माडेर चाहिँ पास राख्नुपर्छ। यतिको भइसकेको छ। अब चाहिँ यो चाहिँ यसरी मजाले माडेर त्यसको पानी निकाल्नुपर्छ। यतिको यस्तो गर्नुपर्छ माडेर चाहिँ। अब यसलाई चाहिँ एक रातभरि यसलाई चाहिँ छोपेर राखेर चाहिँ यसलाई यसको पास आइन्जेल राख्नुपर्छ। भोलि बिहान चाहिँ पास आएको हुन्छ। त्यसपछि चाहिँ घाममा सुकाउँछौँ हामी। यस्तो भयो। अलिक कलर आएन रहेछ यसको। अब यसलाई घाममा सुकाउनुपर्छ। घाममा सुकाएर चाहिँ गाइस चियापत्ती रेडी भयो। आजको भिडियो यति नै गाइस। तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक शेयर गर्नु होला, कमेन्ट गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला।